नमस्ते, म बबिन राणा आज पनि उपस्थित भएको छु। केही दिन अगाडि मैले जापानको सैद्धान्तिक कुराहरूलाई राखेको थिएँ र जापानमा किन नेपालीहरूको फलो बढिरहेछ, स्टुडेन्ट लगायत हैन, वर्किङ बिजनेसदेखि लिएर हैन, त्यसको कारण के हो र किन मान्छेहरू आउन पर्छ भन्ने चाहिँ मैले एउटा चाहिँ सैद्धान्तिक कुराहरू त्यसमा भनेको थिएँ। आज चाहिँ जापानको विशुद्ध व्यावहारिक कुरा भन्न गइरहेको छु र व्यावहारिक कुरा र सैद्धान्तिक कुरा भनेको जहिले पनि अलिकति कम्बाइन हुने गर्दैन, किनभने हामीले जति पनि सिद्धान्तहरुमा चाहिँ पढ्ने गर्छौं र त्यो व्यवहारमा चाहिँ अलिकति फरक हुने गर्दछ। त्यसकारणले गर्दाखेरि आज चाहिँ जापानको व्यावहारिक कुराको बारेमा थोरै कुरा गर्न गइरहेको छु। साथीहरु, पक्कै पनि म 2014 मा जापान आएको थिएँ। त्यतिखेर चाहिँ जापानमा त्यति धेरै मान्छेहरुको अर्थात नेपालीहरु त्यति धेरै मान्छे आइसकेको थिएन। फाटफुट मात्रै देखिने नेपालीहरु अहिले भने लाखौं संख्यामा चाहिँ वृद्धि भइरहेको छ। पछिल्लो क्रममा चाहिँ नेपालको स्टुडेन्टहरु सेकेन्ड अर्थात पहिलो दोस्रो हुने गर्दछ। भियतनाम चाइनाहरु पहिला दोस्रो थिए, अहिले चाहिँ नेपाल दोस्रोमा हुन पुगेको छ, किनभने भियतनामबाट चाहिँ गिनी-जिसिसीहरु बढिरहेको छ र स्टुडेन्टहरु घटिरहेको छ। हाम्रो नेपालबाट त्यतातिर स्टुडेन्ट घटेपछि हाम्रो नेपालमा चाहिँ अब अलिकति भिजा प्रोसेसिङहरुदेखि लिएर हैन, भिजा चाहिँ अलिकति राम्रो सजिलोसँग पाउने भएको कारणले गर्दाखेरि नेपालबाट अहिले चाहिँ स्टुडेन्टहरु बढिरहेको छ। गिनो-जिसिसीमा चाहिँ त्यति नेपालीहरु खासै इच्छा नभएको जस्तो देखिने हैन, र नेपालमा अलिकति टाइमहरु चाहिँ धैर्य गर्न नसक्ने कारणले गर्दाखेरि गिनो-जिसिसी भन्दाखेरि पनि स्टुडेन्टहरुमा चाहिँ स्टुडेन्टहरु बढिरहेको छ र अहिले नेपाली लगभग झन्डै 2 लाख जनसंख्या चाहिँ जापानमा पुगिसकेको छ र पछिल्लो क्रममा सबैजनाको डेस्टिनेसन भनेको जापान नै भएको छ है। अब मान्छेहरु बढी भइसके पछाडी मान्छे हैन, स्टुडेन्टहरुको फलो बढी भइसके पछाडी धेरै समस्याहरु आउने गर्दछ। त्यो समस्याहरुलाई चाहिँ आफूले सल्भ गर्नको लागि है तपाईहरु आफै एक्टिभ हुनुपर्छ। जापान मैले पहिला कुनै कुरा भनेको थिएँ, जापानमा आइसके पछाडी सेल्फ डिपेन्ड हैन, तपाईको अनुशासन र तपाईको टाइमलाई चाहिँ एकदमै केयर गर्नुपर्छ भनेको थिएँ। त्यस अनुसार नै अब जापानमा मान्छेहरु बढिसके पछाडी, नेपालको स्टुडेन्टहरु बढिसके पछाडी काम पाउन गाह्रो हुन्छ। सबभन्दा ठूलो कुरा काम पाउन गाह्रो छ हैन, र स्टुडेन्ट लाइफ सँगै हाम्रो यहाँको अलिकति महँगो जीवनयापन गर्न पनि धेरै गाह्रो छ हैन। विशेष गरी टोकियो देखि लिएर हैन, टोकियो वरिपरि सबै अब महँगो नै छ जापानमा, किनभने जापानको प्रोडक्टहरु चाहिँ मैले भनिसकेको छु, अटोमोबाइल हैन, इलेक्ट्रोनिक मात्रै चाहिँ राम्रो हो नेपाल जापानमा, नत्र भने चाहिँ अरु कुराहरु चाहिँ लगभग अरुमै डिपेन्ड हुन्छ पर्छ। त्यसकारणले गर्दाखेरि यो पछिल्लो रसिया युक्रेन युद्धदेखि लिएर कोरोनाहरुदेखि लिएर अब चाहिँ अहिले फेरि पूर्वी उसमा चाहिँ भएको पश्चिम भनौं न, हाम्रो यो इरान र इजरायल युद्धले चाहिँ झनै प्रभाव पार्ने पक्कै पनि देखिन्छ हैन। त्यसकारणले गर्दाखेरि जापानमा अब स्टुडेन्ट लाइफ सँगै जापानमा बिताउनु पर्ने कुराहरु र जापानबाट हामीले सिक्नु पर्ने कुराहरुदेखि लिएर हैन, जापानमा चाहिँ व्यावहारिक रूपमा धेरै नै कठिन छ। किनभने हामी नेपाली जहाँसुकै जाओस्, हाम्रो मुख्य उद्देश्य भनेको चाहिँ पैसा कमाउने नै हो। जसले पैसा कमाइसके पछाडी नेपालमा अलिकति राम्रो हैन जीवनयापन गर्न सकौं, आफ्नो छोराछोरीलाई चाहिँ के अलिकति राम्रो बनाउन सकौं भन्ने मात्रै सोच हो। त्यसकारणले गर्दाखेरि हामी मुख्य गरेर हामी चाहिँ विदेशिनु कारण चाहिँ त्यही हो हैन। नेपालमा जागिर नपाइसके पछाडी विदेशमा गएर के जागिर राम्रो हुन्छ कि भन्ने सोचले गर्दाखेरि हामी विदेशी नै हो हैन। त्यसको कारणले गर्दाखेरि जापानमा आइसके पछाडी तपाईले काम पाउनुहुन्न, तपाईलाई चाहिँ अब जीवनयापन महँगो छ भने खासै त्यति भ्यालु भएन कि तपाई इन्डिया जानुहोस्, तपाई हैन दुबई, कतार हैन, युरोप, अमेरिका जहाँसुकै जानुहोस्, हाम्रो मुख्य उद्देश्य भनेको कमाइ नै हो। हामीले जहाँसुकै गएर राम्रो कमाइ भयो भने, हामीले नेपालमै बसेर पनि राम्रो कमाइ भयो भने त्यसको चाहिँ एकदमै हैन विदेशसँग चाहिँ तुलनै गर्न सक्दैन। त्यसकारणले गर्दाखेरि मुख्य उद्देश्य हाम्रो कमाइलाई हेर्ने हो भने जापान आएर खासै त्यस्तो कमाउन चाहिँ सकिदैन है। मैले सैद्धान्तिक कुराहरुमा चाहिँ जापान आउँदाखेरि यही कुराहरु चाहिँ एकदमै हामीलाई चाहिँ भ्यालु हुन सक्छ हैन। विभिन्न कुराहरु चाहिँ हामीलाई चाहिँ महत्त्वपूर्ण चाहिँ जीवनयापनमा सहयोग गर्न सक्छ भनेको थिए। तर त्यो सँगै हाम्रो पैसाको कुरा गर्दाखेरि हैन र अरु कुराहरु व्यावहारिक कुराहरु गर्दाखेरि जापान एकदमै गाह्रो छ।
तपाईको कामदेखि लिएर हैन अब स्टुडेन्ट पढ्नेदेखि लिएर अलिकति समयहरू म्यानेज गर्नदेखि लिएर पैसा कमाउन निकै नै गाह्रो छ किनभने यहाँको महँगाई प्लस यहाँको अब विभिन्न किसिमका रुम भाडादेखि लिएर तपाईको पानी बत्ती बिजुली ग्यास हैन अनि तपाईको अब ट्याक्स रेसिडेन्ट ट्याक्सदेखि लिएर इन्कम ट्याक्सहरूदेखि लिएर हरेक कुरामा चाहिँ एकदमै कमाइको लागि चाहिँ धेरै नै गाह्रो छ साथीहरू हैन त्यसकारणले गर्दाखेरि जापानै झन् भन्नु पर्दाखेरि तपाईले अलिकति कम्तीमा पनि तपाईले मैले पहिला पनि लेखहरू लेखेको थिए हैन जापान आउनु भन्दा पहिला तपाईले चाहिँ एउटा चाहिँ ब्याचलर पास गर्नुस् कम्तीमा पनि ब्याचलर पास गरेर आउनु भने तपाईको चाहिँ जाने बाटोहरू धेरै छन् तपाईको स्टार पास मात्रै गरेर आयो भने तपाईले एनी हाउ हैन सेनमंगाको पढ्नै पर्छ तपाई सेनमंगाको पढ्नु भएन भने तपाईको सँग चाहिँ कुनै पनि हैन वेहरू छैन के हुन त अहिले गिनो जिस्युमा जान सकिन्छ तर गिनो जिस्युमा चाहिँ त्यतिकै जान टाइम हुन्छ चाहिन्छ हैन पढ्नु पर्यो यताउता गरेर धेरै गाह्रो छ त्यसकारणले गर्दा तपाईले नेपालमै एउटा ब्याचलर गर्नुभयो भने जापान आइसकेपछि तपाईको अब युनिभर्सिटीमा नगइकन तपाईको डाइगाकुइन हैन तपाईको मास्टर तपाईको ब्याचलर भनेको एकदमै राम्रो तपाईको एकदमै चाहिँ चान्सहरु ग्र्याब गर्ने एउटा चाहिँ माध्यम हो हैन सामान्य रूपमा भन्नु पर्दाखेरि चाहिँ अहिले विश्वयुद्ध भइरहेको छ विश्वयुद्ध भइरहँदाखेरि तिनीहरु चाहिँ एक आपसमा आफ्नो हैन हतियारको कुरा गरिरहेका छन् हैन हतियार छ भनेपछि अब मान्छेहरु हुन्छ नि त अब अलिकति समयमा अलिकति चान्सहरु ग्र्याब गर्न सक्ने अब अहिले विश्वयुद्धमा चाहिँ अब आफ्नोसँग ठुलठुला हतियार छ भनेर एकदमै नडराइकन हैन युद्ध गरिरहेका छन् के त्यसकारणले तपाईसँग पनि एउटा चाहिँ हतियार भनेको तपाई हामीको हतियार भनेको पढाइ हो है पढाइ भइसकेपछि तपाईले हामीले चान्सहरु ग्र्याब गर्न तपाईको अब हैन 12 कक्षा पास गरेको र तपाईको ब्याचलर पास गरेको त धेरै फरक छ त्यसमा चाहिँ त्यसकारणले गर्दाखेरि हुन त जापान आएर हामीले भाषा सिक्ने हो तर भाषा सिके पनि तपाईको चाहिँ ब्याचलरको एकदमै चान्सहरु चाहिँ धेरै ठाउँमा छ के त्यसकारणले गर्दाखेरि म सामान्य हाम्रो स्टुडेन्टहरुलाई चाहिँ तपाई नातिनुस् तपाई धैर्य गर्नुस् पर नेपालमा के अब त्यो ब्याचलरको पढ्दै गर्दाखेरिको टाइमहरुलाई चाहिँ युटिलाइज गर्नुस् कम्प्युटर सिक्नुस् हैन तपाईले अब इंग्लिशहरु राम्रोसँग सिक्नु हुनेछ हैन भाषाहरु चाहिँ अब जापानको भाषा राम्रोसँग सिकेर आउनु भयो भने तपाई जापानमा चाहिँ राम्रो तपाईको सोचे जस्तो हुन सक्छ यद्यपि तपाईले अब जापानमा गइसकेपछि हैन रुखमा फलेको फल जस्तो हामीले टिप्न चाहिँ धेरै नै गाह्रो छ र त्यो टिप्नको लागि पनि तपाईसँग चाहिँ भर्याङ हुनु पर्यो हैन तपाईको भर्याङ छैन भने माथि हेरेर मात्र काम छैन झटारो हान्ने हो हैन झटारो हान्दा एक दुईटा झर्ला तर त्यो काम छैन के एक दुईटा झरेर हाम्रो लाइफमा मेन भनेको तपाई हामीसँग भर्याङ भयो भने मजाले जानी हो हैन मजाले टिप्नी हो कसैसँग डर मान्नु परेन हैन फेरि झर्दा पनि एकदमै सजिलो भयो त्यसकारणले गर्दा तपाईले कम्तिमा नेपालमा ब्याचलर को चाहिँ एउटा गर्नुस् हैन नेपालमा ब्याचलर गरेर काम छैन भन्ने चाहिँ अब तपाईको मानसिकता हाम्रो नेपालीहरुको मानसिकता छ तर त्यो होइन नेपालको ब्याचलर तपाई हाम्रो ब्याचलर है विदेशमा मान्यता दिइसकेपछि त्यसले धेरै ठूलो प्रभाव पार्छ तपाईलाई अब तपाईसँग एउटा चाहिँ सामान्य चाहिँ 12 पासको सर्टिफिकेट र ब्याचलर पासको सर्टिफिकेट छ है एउटा एटम बम छ एउटा सामान्य बम छ के तपाईको एटम बम हुने बित्तिकै तपाईलाई चाहिँ धेरैले हैन एउटा चाहिँ प्रायोरिटी दिन्छ के तपाईको सानो बम छ के मतलब हुँदैन हैन त्यसकारणले गर्दाखेरि तपाई जस्तो तपाई हतियार चाहिँ बोकै नपर्यो हैन तपाईको अब जापान आइसके पछाडी पनि निहोंगो नोरेको स्किन भन्ने हुन्छ हैन युगाको स्किन भन्ने हुन्छ त्यो स्किनहरु पनि दिएर तपाईसँग चाहिँ त्यो हतियारहरु भयो भने चाहिँ पक्कै पनि हाम्रो बुढो बाजेहरुले भन्ने गर्थे हतियार भए चाहिँ भतियार हुन्छ नत्र भने काम छैन भनेर दाँत भयो भने चाहिँ खान सकिन्छ भन्थ्यो हैन मुख्य गरी यो चाहिँ एकदमै सही कुरा हो के तपाईसँग हतियार छ भने तपाईले चाहिँ जसुकै जेसुकै गर्न पनि सक्छ हैन तपाईले चाहिँ राम्रो चान्सहरु चाहिँ अब आको बेलामा तपाईसँग हतियार भने त्यसले चाहिँ ग्र्याब गर्न सक्छ तर तपाईसँग कुनै त्यो हतियार छैन भने तपाईले त्यो एकदम राम्रो चान्सहरु हैन समयले दिएको चान्सहरु पनि तपाईले गुमाउनु पर्ने हुन्छ त्यसकारणले गर्दाखेरि नेपालमा नातिनुस् तपाई 12 कक्षा पढ्ने हैन कम्तिमा ब्याचलर गरेर हैन आफ्नो चाहिँ एकदमै सुरक्षित भविष्य नेपालको पनि परिपक्वता हैन तपाईको आमा बाबा आमाले पनि गर्ने अब चाहिँ विश्वास तपाईले चाहिँ एकदमै राम्रोसँग पूर्ण गरेर चाहिँ विदेश जानु भयो भने चाहिँ तपाईले चाहिँ कुनै प्रब्लम हुँदैन त्यसकारणले गर्दाखेरि यस्ता कुरा चाहिँ ख्याल गर्नुपर्छ है जापानमा आउनु भनेको मुख्य भाषा हो यहाँ चाहिँ भाषा नभइकन तपाई काम चल्दैन र यहाँ चाहिँ अहिले एकदमै
स्टुडेन्टहरुको फलो बढिरहेको छ हैन अब बरु तपाई चाहिँ सक्नुहुन्छ भने चाहिँ राम्रोसँग अलिकति मेहनत गरेर गिनो जिस्ट्रिसतिर चाहिँ गयो भने एकदम तपाईलाई चाहिँ ढुक्क छ के तपाई चाहिँ पास गरेर आएपछि नि यहाँ काम गर्ने हो काम गरेपछि 5 वर्षमा जाने हो आफूले राम्रो गर्ने फेरि आउन पाइन्छ हैन किनभने त्यस्तो मान्छेलाई चाहिँ जापानले प्रायोरिटी दिन्छ फेरि तपाईले राम्रो काम गरेर 5 वर्ष राम्रोसँग गरेर गयो भने फेरि तपाई आउन सक्ने चान्स पनि बढी छ त्यसकारणले गर्दाखेरि यता भन्दा चाहिँ यो किनोजी सिस्टम अनि यो स्टुडेन्टको बारेमा चाहिँ पछि धेरै कुरा गर्दै गरौँला यो भनेको मेरो लगभग 11 वर्षको जापानको अनुभव प्लस तपाईको 3.5 वर्ष स्टुडेन्टमा काम गरेको त्यो स्कुलमा काम गरेको अनुभव र लगभग 4.5 वर्ष जति बाहिर कम्पनीमा काम गरेको अनुभव र मैले भनेको छु अब अझै कुराहरु जस्तै बिजनेस कि हैन सिउसिउको भन्ने कुराहरु पनि आउँछ पछि अर्को पार्टहरुमा गर्दै जाउँला हैन यति कुरा चाहिँ आज थ्यांक यू सो मच